नमस्ते मित्रहरू, एसटिभी नेपालको घरदेखि परदेशसम्मको अर्को एउटा भिडियोमा तपाईँलाई स्वागत छ। आजको भिडियो विशेष गरी जापान आउन खोज्नु भएको तर आफू योग्य छ कि छैन, जाने तरिका के होला, कसरी जान सकिन्छ होला भनेर सोचिराख्नु भएको तपाईँहरूको लागि विशेष छ। र त्यो मध्येमा पनि आफू एसई भन्दा कम पढेको छ तर जापान चाहिँ जान चाहन्छु, त्यो मिल्छ कि मिल्दैन होला भनेर सोच्नु भएकोहरूको लागि चाहिँ एकदम विशेष रहनेछ। आजको टपिक्समा हामी एसई भन्दा कम पढेको होइन, एसई पास नभएको त्योभन्दा कम पढेको व्यक्तिहरू कसरी जापान आउन सकिन्छ भन्ने विषयमा कुराकानी गर्नेछौँ। र अन्य भिसाहरू पनि छन्, जापान आउने विभिन्न भिसाहरू जस्तै स्टुडेन्ट भिसाहरू, बिजनेस भिसाहरू छन् होइन। त्यो मध्येमा पनि कम पढेको होइन, एसई भन्दा पनि कम पढेको चाहिँ कसरी आउने भनेर चाहिँ हामी विशेष कुराकानी गर्नेछौँ। जुन चाहिँ एसएसडब्ल्यू भिजा भनेर तपाईँहरूले कतै सुन्नुभएको होला होइन। यदि सुन्नुभएको छ, थाहा छ भने त भिडियो नहेर्नु भयो पनि हुन्छ, किनभने आजको भिडियोमा हामी एसएसडब्ल्यू भिजाको बारेमा कुराकानी गर्नेछौँ। जुन चाहिँ जापान सरकारले यहाँको चाहिँ विभिन्न क्षेत्रमा कामदारहरूको माग पुरा गर्नको लागि विदेशीहरूलाई ल्याउने भिसा होइन। त्यसको लागि चाहिँ खासै पढाइ होइन नहेरिकन कामको स्किल र यहाँको भाषाको आधारमा चाहिँ जापानमा ल्याउने, काममा लगाउने भएको कारणले गर्दाखेरि पढाइको आवश्यकता त्यति पर्दैन। सबैभन्दा सुरुमा हामी यसको यो भिजामा आउनको लागि के कुराहरू आवश्यक पर्छ त भन्ने कुराहरूमा छोटकरीमा चर्चा गर्नेछौँ। त्यहाँबाट पनि तपाईँहरूले थाहा पाउनुहुन्छ तपाईँ योग्य हुनुहुन्छ कि योग्य हुनुहुन्न। सबैभन्दा सुरुमा छ उमेर 18 वर्षभन्दा माथि हुनु पर्यो। यतिसम्म भनेर चाहिँ तोकेको छैन, लगभग 40 भनौँ न होइन, विदेश जान मिल्ने उमेर नै हो। पछिको उमेर चाहिँ सुरु चाहिँ 18 वर्ष प्लस हुनु पर्यो। त्योभन्दा पछि यहाँको भाषा चाहिँ जेएफटी बेसिक पास हुनु पर्यो अथवा जेएलपिटीबाट चाहिँ एन्फो हुनु पर्यो। अनि त्योभन्दा पछि आउँछ स्किलको कुरा। स्किल चाहिँ तपाईँको अहिलेको लागि 16वटा क्षेत्रमा छ। त्यो मध्येमा पनि नेपालबाट विशेष आउने भनेको चाहिँ 3-4वटा चाहिँ देखिरहेको छ, जुन चाहिँ अब यो फुड इन्डस्ट्री भयो, अनि एग्रिकल्चर भयो, अनि अर्को चाहिँ नर्सिङ केयर भयो होइन। त्यो सँगसँगै अहिले चाहिँ ड्राइभिङ भिसामा पनि ड्राइभिङको लागि पनि आइरहेको देखिन्छ। ड्राइभिङ कामको लागि भिसा चाहिँ अब एसएसडब्ल्यू अन्तर्गतै हो होइन। काम चाहिँ त्यसरी अलग अलग छुट्टिन जान्छ यहाँ आइपुगेर। अब त्यो मध्येमा चाहिँ अन्य भिजाहरू पनि छन्, यो कन्स्ट्रक्सनहरू छन्, हरेक छन् होइन। 16वटा भनेपछि त्यो सबैको चर्चा गरि नहालौँ। तपाईँहरूले हेर्न चाहनुहुन्छ भने एसएसडब्ल्यू भिसा जापान भनेर हेर्नुभयो भने लगभग त्यहाँ आउँछ होला होइन, नेटमा आउँछ होला। यदि आएन, अब हेर्न जानिन भन्ने भयो भने अरू भिसाहरूमा चर्चा गरौँला। अनि त्योभन्दा पछि छ स्वास्थ्य चाहिँ स्वस्थ हुनु पर्यो होइन, फुर्तिलो हुनु पर्यो, काम गर्न सक्नु हुनु पर्यो, त्यही हो होइन, निरोगी हुनु पर्यो। अनि फेरि स्किलको कुरा अलिकति अपुरो भएको जस्तो लाग्यो मैले। स्किल चाहिँ टेस्ट हुन्छ, स्किल टेस्ट चाहिँ पास गर्नुपर्ने हुन्छ। अब कुन क्षेत्रमा आउने हो होइन, जस्तै अब यो खानाको लागि हो भने कुकको लाइन हो भने, होटेल लाइन हो भने चाहिँ त्यही अनुसारको स्किल, एग्रिकल्चर भयो त्यही अनुसारको, नर्सिङ केयर भयो त्यही अनुसारको, त्यो चाहिँ पास गर्नु पर्यो। सँगसँगै भाषा चाहिँ पास गर्नु पर्यो। त्यति भयो भने चाहिँ तपाईँले आउनको लागि भिजा प्रोसेस अथवा एप्लाई गर्न पाउने भयो। त्योभन्दा पछि अर्को चाहिँ अब समय कति लाग्ला भन्ने कुरा पनि तपाईँहरूलाई अब होला होइन। समयको कुरो गर्नु पर्दाखेरि चाहिँ समय चाहिँ तपाईँहरूको आफ्नै हातमा हुन्छ, कति समय। नर्मल्ली चाहिँ अब 1-1.5 वर्ष चाहिँ लाग्छ होइन। यसको एक्जामहरू दिनुपर्ने, प्रोसेसिङहरू गर्नुपर्ने भएको कारणले गर्दाखेरि चाहिँ 1-1.5 वर्ष चाहिँ नर्मली लाग्छ होइन। अब तपाईँले कति समयमा चाहिँ पढेर सकाउनुहुन्छ, कति समयमा चाहिँ स्किल टेस्ट सकाउनुहुन्छ भन्ने कुराले पनि धेरै प्रभाव पार्छ। नर्मल्ली तपाईँले एकदम मेहनत गर्नुभयो भने चाहिँ 1-1.5 वर्षमा 1देखि 1.5 वर्षभित्रमा चाहिँ कामहरू सकिन्छ र सकिएको पनि देखिएको छ। होइन भने तपाईँले अब ढिलो गर्नुभयो भने 2-3 वर्षसम्म पनि लाग्ने कन्डिसन पनि हुन्छ, तर त्यो तपाईँको हातमा हुन्छ समय चाहिँ होइन। अब अर्को आयो लगानीको कुरा। अब लगानीको कुरामा चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब
यसमा एक्ज्याक्ट लगानी यति हो भनेर चाहिँ यहाँको गभर्मेन्टले पनि तोकेको छैन, कुनै पनि अब सङ्घ संस्थाले पनि तोकिएको देखिँदैन। कतिपय यहाँको कम्पनीहरूले चाहिँ अब कामदार ल्याउँदाखेरि आफै टिकट काटिदिनेदेखि लिएर अरू सेवा सुविधाहरू चाहिँ कम्पनी अनुसारले दिइराखेको हुन्छ। तर नर्मल्ली नेपालको कन्सल्टेन्सीहरूले चाहिँ पठाइराखेको हेर्दाखेरि 3 देखि 5 सम्ममा चाहिँ मान्छेहरू आइराखेको देखिन्छ। र कतिपय कन्सल्टेन्सी होइन 100मा 10% पनि छैन होला, 5% कन्सल्टेन्सीहरूले चाहिँ एकदम लो लगानीमा चाहिँ एकदम कम लगानीमा पठाइराखेको पनि कतै कतै सुनिन्छ, देखेको चाहिँ छैन होइन। जस्तै 1 लाखमा अथवा अफिस चार्ज मात्रै कति 40-50 हजार अफिस चार्ज मात्रै लिएर 40-50 हजारमा पनि जापान पठाइदिने कन्सल्टेन्सीहरू चाहिँ छ रे भने चाहिँ कतै सुनेको हो, तर देखेको छैन होइन। यो चाहिँ यतिमा आउन मिल्छ भनेर टक्कै भन्न चाहिँ मिल्दैन, तर 5% कन्सल्टेन्सीहरू त्यस्तो पनि छ अरे, तपाईँहरूले खोज्नुभयो भने कतै पाउन पनि सकिन्छ होला। तर एभरेजमा हेर्दाखेरि 3 देखि 5 चाहिँ लगानी लाग्छ। त्यसरी तपाईँहरू चाहिँ जापानको लागि प्रोसेस गर्न सक्नुहुन्छ। अब यसको लागि चाहिँ प्रोसेस कहाँ गएर गर्ने, के गर्ने भन्ने त्यति धेरै झन्झटको कुरा पनि छैन। अहिले इन्टरनेटको जमाना छ, तपाईँहरूले इन्टरनेटमा चाहिँ हरेक कुराहरू खोज्न सक्नुहुन्छ। अब त्यतिमा पनि तपाईँहरूले पाउनु भएन भने तपाईँले यो भिडियोमा कमेन्ट गर्न सक्नुहुन्छ। मैले जानेको बुझेको कुराहरू चाहिँ अर्को भिडियोहरूमा चाहिँ समेट्ने कोसिस गर्नेछु र आगामी दिनहरूमा विभिन्न टपिक्समा अझै पनि भिडियोहरू बनाउने बाचा गर्दै आजको भिडियोबाट भने म छुट्न चाहन्छु। नमस्ते, शुभ दिन।